यदि जिम आएर 1 घन्टामा के वर्कआउट गर्ने भनेरै सोचेर तपाईँको टाइम जान्छ भने आज मैले तपाईँको लागि पुस डेको दिन के वर्कआउट गर्ने त पुरै पुस डेको प्लान बनाएर लिएर आएको छु र पुस डेमा हाम्रो चेस्ट सोल्जर र ट्राइसेप पर्छ र पुस डेको दिन के वर्कआउट गर्ने त यति वर्कआउट गरेपछि चाहिँ तपाईँको लागि इनफ हुन्छ र मसल बिल्डिङको लागि योभन्दा धेरै गर्न पनि पर्दैन सो हाइपरट्रफीको लागि चाहिँ टार्गेट गरेर आज मैले पुस डेको वर्कआउट लिएर आएको छु र आउनुहोस् भिडियोलाई सुरु गरौँ मजाले डाइनामिक वार्मअप गरेर फेरि वर्कआउट गर्दाखेरि चाहिँ वार्मअप नगर्ने गरी चाहिँ मजाले राम्रोसँग वार्मअप गरिसकेपछि फर्स्ट एक्सर्साइज हामी बेन्च प्रेस गर्छौँ फ्ल्याट बेन्चमा तपाईँको आफ्नो 1 रेप म्याक्सको 50 to 70% वेट लिनुहोस् र यसलाई चाहिँ हामीले यो वर्कआउट गर्दाखेरि चाहिँ धेरैजना के गरिरहनु भएको हुन्छ भन्दाखेरि फर्स्टमा थोरै वेट त्यसपछि बढाउने फेरि बढाउने त्यसरी गरेर आफ्नो सेट कम्प्लिट गर्नुहुन्छ द्याट इज नट ब्याड तर पनि मोस्ट इफेक्टिभ वे भनेको चाहिँ तपाईँले वार्मअप पहिल्यै राम्रोसँग गर्नु र आफ्नो 1 रेप म्याक्सको 50 to 70% बिचमा एउटा वेट छान्नुहोस् जुन चाहिँ कन्ट्रोल गर्न सजिलो होस् र इनफ टेम्पो पनि दियोस् र त्योलाई तपाईँले 8 to 12 रेपिटेसनसम्म कतिसम्म सक्नुहुन्छ 8 देखि 12 रेप्स गर्नुहोस् र त्यसको 3 सेट गर्नु त्यतिमा इनफ हुन्छ र हामी सेकेन्ड वर्कआउट गर्दैछौँ ओभरहेड प्रेस तपाईँले बारबेलमा पनि गर्न सक्नुहुन्छ तर मैले चाहिँ डम्बेलमै प्रिफर गर्छु र यसमा पनि तपाईँले कन्ट्रोल गर्न सक्ने 50 to 70% 1 रेप म्याक्सको वेट लिएर आउनुहोस् र बेन्चलाई पुरै स्ट्रेट नराख्नु अलिकति कभ राखेर डम्बेललाई स्लोली 1 र आफूले कन्ट्रोल गर्न सक्ने वेटलाई 8 to 12 रेपिटेसनसम्म यसको पनि 3 सेट गर्नु र हाम्रो नेक्स्ट वर्कआउट रहेको छ डिप्स तपाईँको जिममा डिप मेसिन छैन भने तपाईँले बार डिप्स पनि गर्न सक्नुहुन्छ र यसको लागि चाहिँ सिम्पली सोल्जरलाई अगाडि थोरै बडीलाई लिन गर्ने चेस्ट अप र यो पनि स्लो टेम्पोमा र चेस्टको लागि लास्ट एउटा आइस वर्कआउट फ्लाइ गर्छौँ हामी चेस्ट फ्लाइ बेन्चलाई मजाले सेट